Hi guys, namaste everybody. Welcome back to my channel. आज चाहिँ हामी जाँदैछौँ कहाँ थाहा छैन। यत्तिकै टिकटक स्क्रोल गरिरहेको थियौँ अनि एउटा राम्रो ठाउँ देखाएको थियौँ, त्यही भएर हामी त्यहाँ जान प्रयास गर्छौँ। नानी र म कोही नानीको त वेलकम टु सोनाली दिदीको च्यानल। अनि हामी कुर्ता लगाएर जाँदैछौँ। लोकेसन चाहिँ गुगल म्यापमा राखेर जान्छौँ। इट वाज नट प्लान्ड। मस्त अल्छी लाएर म यहाँ ज्याकेट लाउँदैछु। मस्त अल्छी लाएर टिकटक स्क्रोल गर्दाखेरि देख्यौँ अनि हामी त्यहाँ जाँदैछौँ। त्यसपछि चाहिँ आज गर्ल्स डे स्पेसल हुँदैछ होइन, हामी कफी डेट छ हाम्रो। सो या सी यु गाइज। त्यतै पुगेपछि सरी जाँदैछौँ हामी। कति राम्रो भएको थियो तिमीलाई त कस्तो उस्तो धनी दिदी जस्तै देखाएको छ। कस्तो तिमीलाई यस्तो ब्याग बोकेको कस्तो राम्रो देख्दो यहाँ छौँ फेमस डोनट पसल हो। हामी यहाँ ब्यासोस हुँदा लास्ट धेरै आउँथ्यौँ। अहिले म यहाँ रम्बल खाँदैछु। अस्मी भट्टलाई मैले मिस गरिरहेको छु। मलाई नि अस्मी भट्टलाई मिस गरेँ। फोन हान्नु पर्यो लाग्यो। थ्याङ्क यू। चियर्स चियर्स। यहाँ दिदीको रिकमेन्डेसन नेभर फेल्स। जहाँ नि बेस्ट बेस्ट बनाएर राख्छ क्या। 10 on 10 हजुर जस्तो कुर्ता रहेछ त्यो। देखाउँछ। अब आफ्नै स्कुटर भएपछि अलिकति यति त गर्नै पर्छ। अहिले भर्खर हामी यहाँनिर के हो यो मुक्तशाही बेकरी भन्ने ठाउँमा थियौँ अनि कस्तो मिठो चिया खायौँ। अब हामी जान्छौँ आफ्नो डेस्टिनेसनमा। शान्तिधाम यतादेखि हो। काभ्रेस्थली निस्किने फेरि हामी काभ्रेस्थलीबाटै आएन। थ्याङ्क यू from a stranger back. शान्तिधाम शान्तिधाम कताबाट जाने हो? अलिकति राम्रो खिच्नु है। मैले त यति क्यामेराबाट गरिरहेको छु के रेकर्ड भएको फाइनली we've reached here. यस्तो खतरा ठाउँमा रहेछ यो स्पट। एन्ड देन अझै हामीलाई जानुपर्छ थोरै। पछि दिदीले यो भोइस ओभर गर्नुहुन्छ क्या, त्यही म भोइस ओभर गर्न मिहिनेत लाग्छ कि। ओह्रालो त फेरि डेन्जर। हिजोदेखि हामी उकालो ओह्रालो बाइक गरिरहेको छैनौँ, तर हामी यस्तो खतरा खतरा स्पटमा गएछौँ। आज हामी काठमाडौँलाई अर्को डाइरेक्सनबाट हेर्दैछौँ अब। And then we are reaching here now. Sri Rameswaram town. यस्तो छ भ्यू चाहिँ पुरा नजारा चाहिँ। चप्पल खोल्न पर्ने आएछ। धुलोले कपाल धुलो यति थियो कि कपाल काली त हजुर हुनुहुन्न। धुलोले कपाल चाहिँ हामी आफ्नो डेस्टिनेसनमा आइसक्यौँ। कस्तो राम्रो देखेर क्यामेरामा, रियलमा पनि राम्रो हो। अब हामी जान्छौँ मन्दिरभित्र अनि एक दुईवटा फोटोसोटो खिच्छौँ। बाई बाई। के भन्छ
प्राण जाए पर एस्थेटिक नजाएको एउटा इक्जाम्पल जुना दिदी पनि हुनुहुन्छ किनभने यस्तो स्ट्रगल गरेर अब ड्रेस खोलेपछि त ओहो ओहो हामी यहाँ छौँ फाइनली मैले फोन लिएँ अनि वर्स ब्लगरबाट बेस्ट ब्लगर बेस्ट भ्लगर त होइन तर यस्तो राम्रो भ्यू गइसक्यो होइन भिडियो खिच्छ भनेको आधा बाटो गइसक्दा नि उसले बनाएकै हुँदैन कि म त हेरिरहन्छु क्या अगाडि अब हामी यहाँ जुत्ता खोल्छौँ यो जुत्ता खोल्ने ठाउँ छ यहाँ के हो यार जाउँ न यार साथी अनि हामी जान्छौँ भित्र नानी लाउँदै राख्छौँ टेक केयर अरूले यस्तो गर्यो भने इरिटेट लाग्छ है आफूले गर्दा जुन खासमा होइन घन्टी बजाइसकेपछिको यो जुन इको आउँछ नि त्यो चाहिँ सुन्नुपर्ने हो क्या त्यो ट्याङ्ग बजाएर टुइँ हिँड्छन् क्या मान्छेहरू मान्छेहरू त हतारमा मर्निङ वाकमा पनि नि साइडमा घन्टी ट्याङ्गो बजाएर यस्तो राम्रो टिका है हाम्रो मैले कस्तो लाग्छ मलाई त आएन नि त टक्क तानिदिनु भएको छ यो अझै बन्दै छ होइन चारधाम अन्डर कन्स्ट्रक्सन नै छ सो अब चाहिँ हामी सिस महल जाँदैछौँ सिस महल अनि यहाँको चाहिँ इन्ट्री चार्ज 50 रुपियाँ रहेछ तर यस लेट्स गो प्लिज so pretty I want my room to be like this today समुद्र चस्मा कहाँ राख्नु भयो माथि पनि कस्तो राम्रो So this is it. We had some good pictures. This was it. Some good pictures, some good TikToks. अनि अब हामी जान्छौँ call me self-obsessed, but I don't care. Why? No. We have seen so many struggle like this. So this is it from here, Sis Mahal. This is amazing. अनि मैले अघि भन्दै थिएँ 50 रुपियाँ हो पर पर्सन तर फर स्टुडेन्ट 25 त्यही भएर ब्रिङ योर आइडी कार्ड भने भिजिट हियर मलाई चाहिँ स्टुडेन्ट जस्तो देखेर मलाई डिस्काउन्ट दिनुभयो अब हामी जाँदैछौँ यहाँ जान लागेको हामी वेदरले पनि हामीलाई डिच हानेको हो हिजोदेखि अनि अहिले त अब यहाँ पनि मन्दिर पनि बन्द अरे वाटर लक अब यस्तो हो यहाँ वा फिट गर्न मिल्दो रहेछ यहाँ नो वी कान्ट डु द्याट बिकज हामीले बिहानै के खाएर आएको हामीले सो हाम्रो यहाँको फोटो खिच्न सक्यो किनकि यहाँ तलको मन्दिर बन्द रहेछ अनि अब हामी फर्किन्छौँ यो टिका लाउने तरिका चाहिँ आई लाइक इट मन पर्यो मलाई यो मन्दिर हो वा यो तलको मन्दिर यहाँ कन्स्ट्रक्सन भइरहेछ अहिले पनि अनि यता इज अनदर मन्दिर सो द्याट्स इट सक्यो मन्दिरको भ्लग इज दिस हामी आएको छौँ एस्थेटिक ठाउँमा ओए 25 रुपियाँ तिर्हाल्ने
खोइ अर्को बहिनी ओ भाइ सिस्टर वाट्सएप भ्लग आउँछ ल आज यो यसरी चाहिँ राम्रो आउँछ कि ऊ यो ठाउँ यस्तो एस्थेटिक छ होइन मेन्यु धरि हेर्नु न ल जानु कि वाटरफल भन्छ कि जसको नि माइन्ड सेट हो यो द्याट वाज ग्रेट नेचुरल प्रिजर्भ गरेर बनाउने आइडिया खाएर त्यही भएर म सुत्थेँ ओ चिल्ली फ्राइड मोमो तर चिल्ली फ्राइड मोमो नै खानु भएन आज दुधले होइन मलाई हिजोदेखि भोकै लाग्यो खाएको खाएको कि हामी इमेज खाएको What's in my bag? गाई गएर अफकोर्स टिप्स कहाँबाट लिएको थियो बिजुली ठाउँबाट लन्चबाट लिएको थिएँ वाइको हिजो माछा पोखरी अनि यो हाइकिङको लागि हाइकिङ जान ल्याएको बेसी भएर नखाएको ए उसको देऊ ह्यान्डओभर ताली तर लाउनु तपाईँले अब यत्रो कपाल छ अनि केमा लाउने तपाईँ डोल्पो गेस्टको एम्बेसेडर हो के चाहियो तिमीलाई डोल्पो भन म ट्रेकिङ जाँदा सम्झिन्छु ल डोल्पोमा गएपछि मेरो नाम लिएपछि डिस्काउन्ट हुन्छ तपाईँलाई नै लिएर जान्छु म तपाईँलाई लिएर जान्छु मेरो बाँकी छ डिस्काउन्ट दियो साँच्ची कि तर हुन्छ आयो बास्किन एन्ड रोबिन्स तिमी नै थियौ नि बास्किन एन्ड रोबिन्समा हामीलाई एक स्कुपको मात्र पैसा लिएको अरे कि एकको मात्रै पछि भन्दै थियो भाइले दिदी मैले त एक स्कुप मात्र लिएछु पैसा भन्दै थियो त्यही हो गाइस निद्रा लाग्यो अर्को दसैँतिर ट्रेकिङ जाने प्लान बनाउनु मेरो एक्जाम सकिन्छ कहिले सकिन्छ भदौ कि असोजमा अब त्यति बेलासम्म हामी दुईवटा ट्रेकिङ भ्याउँछौँ अहिले मैले अर्को वर्षको लागि प्लान बनाएको हो नि त प्लान गऱ्यो भने मैले त्यति बेलासम्म त म बनारस जाने प्लान बनाऊँ न त हामी अब चाहिँ होइन त्यो टिकटकले आफै साउन्ड रिकमेन्ड गर्छ नि त्यो वाला गर्दैछौँ मेरोबाट चाहिँ रेकर्ड मेरो टिकटकमा तिम्रो टिकटकमा चाहिँ होइन पहिला फर्स्टमा अलिक उता ब्याक क्यामेरादेखि खिच्नुपर्छ क्या इन्टरनेट चलाइरहेको नेट चलेन कि गाइसहरू वाइफाई मागौँ न समस्याएं आती जाती रही और ये दुख और दर्द तो इस झूठी दुनिया की के राम्रो आउँछ जस्तो मलाई के एक्सपेक्टेसन छैन नो यो त प्लिज भगवान अलिकति इन्टरनेट यो यस्तो गरौँ कि अब जहाँ गयो त्यो इन्टरनेट छैन प्लिज किन भन्नु किन इसकोवाला मात्रै आउँछ दिदीकोमा बस्छु तुम तकवालाई अरे यस्तो जोन पनि रहेछ नानी तिम्रो लागि हेर न ब्रो
चाहिँ हामी जाँदैछौँ। चस्मा नै छ। Where is the temple? Where is the temple? यसरी हिँड्नु परिरहेछ। Where is the view tower? हामी फाइनली पुग्यौँ। View. Oh my god. View tower. My best friend. I love you, Simran. You are my best friend. Sohan, के हो? Keep hustling. Be healthy, wake up early in the morning and do exercise every day. Okay, so let's go up. पहिला त्यस्तो थिएन, अहिले धेरै राम्रो बनाएछ। आमामा क्याम्प फायर हान्नु रहेछ नि त। त्यस्तो लाग्यो। अनि भ्यू टावरको टावरै छैन। तर यो राम्रो बनाएछ क्या। आई मिन पहिला त यस्तो थिएन। त्यो ग्राउन्ड के हो भने मलाई समझ छ भने मलाई भन्नु। बाप्पे हो कि कसकोमा मुभीमा छ त। यो पनि एपिएफ हो यताको पनि। अघि हामी उतानिर S2 होइन। कहाँ थियौँ हामी अघि? त्यो रातो बिल्डिङ यता त्यो बाटोको त्यो रातो बिल्डिङको साइडमा। त्यो गुम्बा जाने त्यो चाहिँ के हो? तर जस भ्यू त खुल्यो है। पहिलाको सिङ्गल ट्रीको भ्यू टावर पटक्कै बस्नु होला। म त लाउँदिनँ, मेरो त छिर्दै